हेलो गाइज, वेलकम टु माई न्यू भिडियो। धेरै समयपछि म एउटा भिडियो ल्याएको छु र आजको भिडियो हुनेवाला छ अनबक्सिङ। मैले अनलाइनबाट केही सामानहरू मगाएको छु र आज अनबक्सिङ गर्न गइरहेको छु। एन्ड लेट्स सी द क्वालिटी गाइज कस्तो छ। यो चाहिँ के हो हेरौँ न। यो चाहिँ चस्मा रहेको छ। चस्मा चाहिँ दामी छ है। क्वालिटी चाहिँ बब्बाल छ है चस्माको। दामी दामी दामी। अनि यो चाहिँ मेरो एयरबड रहेको छ। दिस इज द कत्रो सानो एयरबड यार। यो चाहिँ चार्जर एयरबडको। यो चाहिँ यस्तो टाइपमा अलि अर्कै टाइपमा रहेछ। कुन चाहिँ कुन कानमा हो यार। ठिकै रहेछ, देखिने मात्र सानो देखिने रहेछ। अनि अर्को सामान रहेको छ यो कभर, मेरो पुरानो मोबाइलको ब्याक कभर। लेट्स सी इट। यो चाहिँ मेरो पुरानो मोबाइल। यो कभर कस्तो नराम्रो देखेछ, त्यही भएर नयाँ कभर ल्याएको। एन्ड इट्स द कभर गाइज, पर्फेक्ट। दामी छ। यो लभको सेप दामी लाग्यो क्या मलाई। यो चाहिँ मेरो लास्ट किङ हो नि त। यो चाहिँ आफ्नो मोबाइलमा लगाउन गइरहेको छु म कभर। एन्ड लेट्स सी कस्तो देखिन्छ। यो चाहिँ मेरो पुरानो कभर हो। एन्ड लेट्स सी यो कभर चाहिँ कस्तो देखिन्छ मोबाइलमा। फाइनली कभर चाहिँ लगाइसकेँ मैले। कभर चाहिँ यस्तो देखियो, किङ KING किङ। त सामानहरू चाहिँ दामी दामी आएको छ के अनलाइनबाट भयो नि। अहिलेको लागि टाटा बाई बाई सबैलाई। फेरि नयाँ भिडियो ल्याउने छु चाँडै नै। स्टे ट्युन्ड गाइज, बाई बाई।